चाहिँ रङलाई रङ राइटलाई राइट भन्ने मान्छे हो। ऐसा लगा मेरा मजाक। पूर्व सभापतिज्यूको घरको अलिक करेन्सीको कुरा गरौँ न, नोटको। एन्ड यु हेभ टु बी अनेस्ट गभर्न प्लिज। त्यो डार्क सोप देयर इज नो मोर आई थिङ्क। कस्तो फिल भयो त्यो देख्दा? के लाग्यो? मैले यो सोधिनँ कि त्यो सत्य थियो या असत्य थियो या त्यो एआई थियो भनेर मैले भनिनँ। हाउ डिड यु फिल जब त्यो दृश्य देख्यो? यु नो इट, आई नो इट, एन्टायर वर्ल्ड नोज इट, इट्स रियल। अघि हामी आएको कुरा गऱ्यौँ नि, क्या एक्टिङ कर रहा है? हामी उता नजाउँ न। What did you feel यस्तो यस्तो as a citizen? Forget about महामन्त्री or whatever. महामन्त्रीको कुरा इट्स नट अबाउट महामन्त्री। Okay. इट्स नट अबाउट महामन्त्री है, किनकि म त्यो महामन्त्री सामन्त्री भएर सोच्ने मान्छे नै होइन। किन होइन भने म चाहिँ रङलाई रङ राइटलाई राइट भन्ने मान्छे हो। म अहिले यतिखेर गोली यसले चलायो, सिंहदरबार यसले चलायो, पैसा यसको भेटियो, यो गर्यो भनेर भन्ने कुरा मैले अहिले फैसला सुनाउन थालेँ भने चाहिँ त्यो ठिक हुँदैन। अनि मटन काजीले आफ्नो सभापतिको घरमा जलेको पैसाको बारेमा प्रश्न गर्दा चाहिँ जाँचबुझ आयोगले अनुसन्धान गर्दैछ, त्यो विषयमा म बोल्न मिल्दैन भन्ने, अनि रवि लामिछानेको सहकारी केसमा चाहिँ मै हो वकिल भने जै गरी एउटा नेसनल टेलिभिजनमा गएर भुग्नुपर्ने कारण चाहिँ के नि? भुग्नै पर्छ? मलाई सोध्नु, यस्तो भयो मलाई त हो जस्तो लाग्यो। लाग्यो होइन, हुने थियो।